Hello, welcome back to the second episode of the Unfiltered Sessions. and the लगभग new huh? and the new start of News our new एकछिन series. introduction छुट्टै भइरहेछ क्या ल वेलकम ब्याक टु द सेकेन्ड एपिसोड अफ द अनफिल्टर्ड सेसन्स यो सेटअप देखेर थाहा पाइसक्नुभयो हामी चाहिँ अहिले एउटा छुट्टै सेटभन्दा बाहिर चाहिँ हामीले सुट गरिरहेका छौँ र लगभग अलमोस्ट 2 महिनापछि चाहिँ सेकेन्ड एपिसोड आएको छ ढिलै भए पनि एउटा राम्रो एपिसोड ल्याउने विचारमा चाहिँ ल भेला भएका छौँ अनि यो अनफिल्टर्ड सेसनको चाहिँ सेकेन्ड एपिसोड हो र यो साथसाथै चाहिँ यो चाहिँ एउटा नयाँ स्टार्ट गरेको हो के अरे हाम्रो अफ द स्क्रिप्टको नयाँ सुरु अफ द स्क्रिप्ट भन्ने हामीले एउटा नयाँ खोलेको छौँ नयाँ के भन्छ त्यसलाई नयाँ च्यानल नयाँ च्यानल भनौँ न त्यसमा चाहिँ हाम्रो के लजिक छ भन्दै त है अफ द स्क्रिप्टको के छ कन्टेन्ट अलिकति भन्नु हाम्रो लाइक अफ द स्क्रिप्टको भनेपछि चाहिँ अब फुल अन भन्दा चाहिँ हामी र इमेज अनि हाम्रो के गर्छौँ कसो गर्छौँ अनि हाम्रो लाइक ब्याकग्राउन्डहरू होइन हाम्रो डे टु डे लाइफमा के हुन्छ कहिले काहीँ त्यो भयो अनि हाम्रो लाइक बेसिकली हामी दुईजनाको कस्तो चल्दैछ जीवन जे होस् अनफिल्टर्ड हाम्रो यो अनफिल्टर्ड सेसन चाहिँ एउटा पोडकास्ट हो भने त्यो चाहिँ हामीले एउटा कलेक्सन जस्तो च्यानल बनाउनु खोजेको त्यसमा चाहिँ जे पनि हुनसक्छ होइन पोडकास्ट पनि हुनसक्छ नामै अफ द स्क्रिप्ट छ अफ द स्क्रिप्ट स्क्रिप्टै छैन कि त्यसमा हुन्छ यसमा पनि केही स्क्रिप्ट छैन यो पनि अनफिल्टर्ड सेसनै हो जे होस् त्यसमा चाहिँ के छ भन्दाखेरि डाइरेक्टिभ छैन त्यसमा चाहिँ केही छैन अब जस्तै ऱ्यान्डम त्यसमा पोडकास्ट नि हुनसक्छ अथवा त्यसमा कुनै रियाक्सन भिडियो पनि हुनसक्छ अथवा त्यसमा कुनै भ्लग हुनसक्छ गेमिङ हुनसक्छ जे होस् एउटा मल्टिपर्पोज जस्तो खालको मल्टी कन्टेन्ट भनौँ न मल्टी कन्टेन्ट अफ द स्क्रिप्ट तर अफ द स्क्रिप्ट त्यो चाहिँ एउटा नयाँ स्टार्ट छ त्यसको चाहिँ यो फर्स्ट एपिसोड हो र यो चाहिँ अनफिल्टर्ड सेसनको सेकेन्ड एपिसोड त्यो अफ द स्क्रिप्टको चाहिँ फर्स्ट भिडियो भनौँ न त्यो त एपिसोड भन्दा पनि यो चाहिँ एउटा कोल्याब भिडियो हुनेछ ओपनिङ भनौँ ओपनिङ भिडियो ओपनिङ भिडियो सो त्यही छ यो चाहिँ एउटा नयाँ सुरुवात नै हो भनौँ न होइन के नयाँ सुरुवातै हो हाम्रो धेरै पछि भेटघाट भएर धेरै पछि भेटघाट गरेर लगभग ल एक दुई घन्टै बस्यौँ नि अस्ति यो कुरा छलफल गर्दा अस्तिको एपिसोड आएको भए राम्रो हुन्छ तपाईँहरूलाई तर हल्का टेक्निकल डिफिकल्टीले गर्दा भयो अस्ति हामीले त्यो चाहिँ आउटडोर एडिसन हुन्छ यो पनि आउटडोर एडिसन तर हल्का यो धेरै नै भयो नि त यो चाहिँ हाम्रो पहिलाको चाहिँ पुरै आउटडोर भयो त्यो चाहिँ पुरै आउटडोरै थियो प्लस हामीले यो एपिसोड खासमा हामीले सुट गरिसकेका थियौँ अर्कै ठाउँमा अर्कै सेटमा हामीले सुट गरिसकेका थियौँ तर टेक्निकल अलिकति टेक्निकल डिफिकल्टिजले भएर फाइल गर्दा चाहिँ हाम्रो 1 घन्टा चाहिँ हामीले ननस्टप भिडियो खिचेछौँ खिच्न चाहिँ तर अडियोमा अलिकति एरर आयो भनौँ न अब 2 घन्टा लगाएर हामीले सेट मिलाएको थियौँ सिस्टम मिलाएको थियौँ सिस्टमहरू मिले पनि अब 1 घन्टाको भिडियो खिचे पनि अडियो चाहिँ नआएको कारणले गर्दा हामीले फेरि अब त्यो रिटेक गरेका छौँ ल अब यो चाहिँ डिफ्रेन्ट लोकेसन छ नयाँ देख्नु भयो होला तर ल हामीलाई चाहिँ ठिक छ नि ठिक छ अनि के छ अनि यसो आज साथीभाइ यसो बसेर छलफल गरौँ भनेर उपस्थित भएका छौँ अनि यो खासमा कलेज भनौँ न जेनजी हल्का प्रेजेन्ट भनौँ न जेनजी प्रेजेन्ट यङ ब्लड्स पहिला जस्तो त्यो फुल अन नेपाली पनि होइन हामी लाइक र हो हामीलाई जे बोल्नु छ बोल्छौँ जस्तो क्लियर माइन्ड हुन्छ त्यस्तै बोल्छौँ नो स्क्रिप्ट ऱ्यान्डम अहिले भर्खर हामीले केही कन्टेन्ट केही हेरेको छैन जे होस् यो हाम्रो मेन पर्पज के छ भन्दाखेरि नर्मल गफलाई जस्ट क्यामेरामा रेकर्ड गर्ने मात्र हो नर्मल गफ भन्दा नि लाइक हामी लाइक उयो गर्नलाई हो क्या देखाउनलाई हो कि त्यो पुरै त्यो हुन्छ त फुल्ली स्क्रिप्टेड फुल्ली त्यो प्रोडक्सनै चाहिने जस्तो चाहिँ होइन भनेर यसरी पनि गर्न सकिन्छ यसरी हो मतलब र कुरा अनफिल्टर्ड गरेर पनि कुरा जाने जस्तो पनि गर्न सकिन्छ भनेर खोल्नला हो त्यो चाहिँ मोटिभ रहेको छ होइन मेरो हुन त यो अनफिल्टर्ड सेसनको पनि त्यही मोटिभ हो तर त्यो चाहिँ बेसिकली पोडकास्ट मात्र भयो भने चाहिँ हाम्रो अफ द स्क्रिप्ट भन्ने चाहिँ यो चाहिँ एउटा कलेक्सन हुन्छ भनौँ न कलेक्सन हुन्छ अब त्यो पनि बिस्तारै त्यो अफ द स्क्रिप्टमा चाहिँ हामी दुवैजना सँगै देखिन्छौँ र त्यसको पनि बिस्तारै कन्टेन्टहरू आउँछौँ अब बिस्तारै कुरा हुँदैछ अस्ति 1 घन्टा बसेर हामीले खासमा चिया खाएर चट्ट एउटा ल केही गरौँ न भन्ने हिसाबले चाहिँ हामीले डिस्कस गरेका थियौँ अनि निष्कर्षमा चाहिँ त्यही आयो अब के अरे मल्टी कन्टेन्ट भनौँ न त्यसमा चाहिँ मिक्स्ड हुन्छ अब हरेक कन्टेन्टहरू त्यो ऊ भने छैन क्या त्यो निस स्पेसिफिक निस एभ्रिथिङ इज आवर निस नो स्पेसिफिक निस भन्ने छैन कि नो स्पेसिफिक निस एभ्रिथिङ इज आवर निस अब हामीले हामीलाई अब
फुल अन जेनी हुनसक्छ एभ्रिथिङ कन्टेन्ट एभ्रिथिङ इज कन्टेन्ट फेरि नट स्क्रिप्टेड है स्टे ट्युन कन्टेन्ट होइन बट अनस्क्रिप्टेड हाम्रो लाइक जेनी हुनसक्छ यो च्यानलमा सो लाइक त्यसको लागि तपाईँहरू लाइक त्यो अप टु डेट हुनुहुन्छ भने हेर्दै गर्नु होला त्यो जस्ट लुक चाहिँ आउट फर अस नयाँ स्टार्ट हो किप अन वेटिङ है त्यो चाहिँ अब आउँदै गर्छ बिस्तारै र त्यसलाई पनि अब कन्टिन्युटी दिनु पर्यो नि त के कसो छ कन्सिस्टेन्ट हुनु पर्यो हामी कन्सिस्टेन्ट चाहिँ हुने एउटा अहिले चाहिँ जोस जागर छ त्यतिखेर के हुन्छ हेरौँ तर हामीले चाहिँ यो एउटा एकदम सिरियसली नै सोचेको हो मैले चाहिँ अब त्यो तैँले चाहिँ के गरे हो मलाई थाहा छैन के हो सिरियसली नै त हो नि यो पनि सिरियसली नै हो किनभने यो पोडकास्ट सुट गरौँ भन्दा पनि यसले होइन भोलि गरौँ पर्सि गरौँ भनिरहेको थियो तर यो कलेजबाट उठाएर ल्याएको मैले यसलाई खासमा म कलेजमा पढ्न बसेको थिएँ यो मान्छेले मलाई पढ्न बाहेक चाहिँ जेनी गरेर चाहिँ यो मान्छे तर यो पढ्छ साँच्ची यो भन्नु पर्दा यो पढ्छ यसले हामीले त पढ्न दिँदैन यस्तो यस्तो साथी भन्नु पर्छ पढ्ने भनेको आफ्नो जिम्मा हो क्या साथी आफ्नो लागि त आफैले पढ्ने हो नि अनि यो जान्छ कलेज जान्छ तर 12 बजे गएर अनि 3 बजे भागेर निस्केको थियो अनि भागेर यो त भागै भन्न मिल्दैन क्लास सकेर निस्क्यो क्लास अनि 3 घण्टा मात्र क्लास ल 11 बजे के पढिरा तैले 11 बजेदेखि हो नि त त्यही त के पढिरा बिसिए हो भन त 11 बजेदेखि तर यो कलेज 12 बजे मैले फोन गर्दा 12 बजे भर्खर कलेज गइरहेको थियो अनि यो 1 घण्टा ढिलो कलेज गइरहेको थियो प्लस अब कति घण्टा छिटो निस्क्यो पनि थाहा छैन जेस मैले कल गर्दा ल है छिकै कलेज स्टुडेन्ट्स नो व्हाट ह्यापन्स बेसिकली अब कल गरे ल यस्तो यस्तो छ यसो भेटौँ भनेर खास पोडकास्ट बनाउने केही उनै थिएन हाम्रो र्यान्डम आइडिया हाम्रो र्यान्डम आइडिया हो अफ क्यामेरै गरौँ भनेर अब यसो गफसफ गर्ने भनेर यसलाई उठाएको खासमा ल होइन भनेर पोडकास्टै गरिदिउँ भनेर यसले भन्यो अनि त्यसपछि मैले पनि ओके भने अब के केही अब जस्तै ल सुट गर्न आइज भनेर भन्ने बित्तिकै केही नभनी ल यार मेरो यस्तो छ अहिले मिल्दैन 5 मिनट अथवा 10 मिनट पछि केही भनेर सिधै यस भन्यो किनभने यो पढ्नैलाई मन लाग्दैन कलेजबाट निस्केपछि त मोज भइहाल्यो त्यही भएर कलेजबाट निस्किनलाई यसले खास मेरो पोडकास्टको लागि यस भनेको र किनभने आइडिया आइसी हल्का आइडिया आउने बित्तिकै एक्सिक्युट गरिहाल्नु पर्छ भने हामीले बुझेको त्यो कुनै कसैको हुन्छ त आइडिया त्यत्रो हुन्छ राम्रो आइडिया हुन्छ तर धेरै आइडिया हुन्छ राम्रो हुन्छ तर यिनीहरूले सोची मात्रै हुन्छ नि त त्यही हामीले त्यो आइडिया लियो हामीले अनि सुरु गरिहाल्यौँ क्या त्यसलाई एक्जिक्युट गरिहाल्न पढाइ छोडेर आयो किनभने यसलाई पढ्न मन लाग्दैन र पढाइ बाहेक चाहिँ पढ्न मन लाग्छ क्या पढ्न मन लाग्छ हल्का एक्स्ट्रा गरौँ भनेको लाइक अब हामीले विषय मात्र पढ्दै मात्रै गऱ्यो भने त के हुनेवाला छैन नि त अहिले भनेको मोस्टली भनेको स्किल हेर्नु नि त अब पढ्यो डिग्री राम्रो आयो भने त स्किलै छैन भने त कसरी लिन्छ त हामीलाई के छ तसँग चाहिँ स्किल अब स्किल त बनिहाल्छ नि होइन त्यही त स्किल बनाउनलाई त आएको हो नि त हुन त अब डेभलपमेन्ट हो नि त यो पनि त्यही अब के स्किल भन्दाखेरि कम्युनिकेसन स्किल हाम्रो लाइक बोली भयो भने त पछि जेनी गर्न पायो किनभने त्यो एउटा भनाइ छ त के बोल्नेको त्यो ढुङ्गा पनि बिग्छ तर नबोल्नेको त्यो चामल पनि बिग्दैन भन्छ होइन यस्तो बोल्नेको पिठो नि बिग्छ नबोल्नेको चामल नि बिग्दैन भने एउटै पिठो पनि बिग्छ त नबोल्नेको भयो सही कुरो तर बोल्ने मान्छेले चाहिँ जे गरे पनि बोल्ने मान्छे जे गरे नि सर्भाइभ गर्छ बोल्ने मान्छे त्यही भएर यो चाहिँ बोल्न आएको खासमा किनभने यो नर्मली बोल्ने मान्छे होइन इन्ट्रोभर्टै हो नि यो खासमा इन्ट्रोभर्ट मलाई तपाईँहरूले होइन रियल लाइफमा हेर्नु भयो भने कस्तो चुपचाप बसेको जस्तो लाग्छ कि तपाईँहरूले अहिले हेर्नु यस्तो बोलिरहेको छ अनुहार हेर्दा पनि चट्टै इनोसेन्ट सोझो देखिन्छ तर एकदम सोझो मान्छे हो अब यहाँ आइसकेपछि चाहिँ अलिकति कम्युनिकेसनमा अलिकति गर्नै पर्यो अलिकति बढ्ला कि भन्ने आश छ अनि के छ कस्तो लाग्दैछ त यार सोमा आएर त अब राम्रै लागिरहेछ भनौँ न कस्तो राम्रो अलिकति भन न राम्रो भन्दा अब हल्का के गरेको जस्तो लागिरहेको नि त पहिला अब घरमा भयो आइडिया त्यत्रो हुन्थ्यो होइन कसरी गरौँ हुन्थ्यो नि त अहिले भन्दाखेरि हामी गरिरहेछौँ नि त आइडिया पनि आयो गरि पनि रहेछौँ अनि त्यो गरेको खुसी लागिरहेछ क्या भन्नुपर्दा अब नर्मली नेपालमा यार ब्याचलर्स पढ्ने हामी पनि ब्याचलर्स पढ्ने स्टुडेन्टै हो ब्याचलर्स पढ्ने बेला मान्छेलाई त्यो एउटा कत्रो त्यो माइन्डमा प्रेसर भन्छ कि के भन्छ त्यो जोस आउँछ नि केही गर्नुपर्छ है भनेर अनि त्यो के गर्नुपर्छबाटै हामी निस्केको हौँ क्या स्टार्टअप गर्नुपर्छ अथवा केही बिजनेस गर्नुपर्छ केही गर्नुपर्छ केही खोल्नुपर्छ जे होस् केही गर्नु पर्यो भन्ने हुन्छ अब नर्मली के गरौँ भन्दाखेरि कि क्याफे खोलौँ क्याफे धेरै खोलिरहेछ क्याफे धेरै खोलिरहेछ आजकल क्याफेको हेरेको बाटोमा चिया पसले अहिले पनि हामी एउटा क्याफेमै छौँ क्याफेमा सुट गर्न चाहिँ हामी आएका छौँ र यो चाहिँ कम्पिटिसन छ है क्याफेहरूमा चाहिँ क्याफेहरू धेरै कन्सन्ट्रेटेड भइसक्यो एकदम स्याचुरेसन त अति छ र अहिले सबैको मुखमा डिस्कसन हुने पनि क्याफे खोल्ने कि त के अरे ड्रेसिङ क्लोथिङ ब्रान्ड कि त क्याफे कि रेस्टुरेन्ट हुन्छ हाम्रो पनि त्यस्तै गफ हुन्थ्यो बाहिर हामी पनि एउटा क्याफे खोलौँ जस्तो गरेर बिस्तारै यसपछि केही हुँदै गयो भने पनि क्याफे पनि खोल्नेछौँ ल त्यही
एकदम कोजी इन्भाइरोमेन्टमा कोजी कोजी होस्, कुल होइन एटमोस्फियर होस्, एस्थेटिक एस्थेटिक होस्, फुल अन सबलाई भाइब त्यो हल्का हामी राम्रै ठाउँमा छौँ होइन, अनि वार्म फिल होस् न। नाइस त्यो नाइस यो चाहिँ फ्युचरको योजना हो यो चाहिँ अब हामी कुनै क्याफेमा जाँदाखेरि कुनै त फेरि उस्तो हुन्छ नि त, किन जस्तो लाग्छ, फेरि हेर्दै जानु मन त्यही नलाग्ने हेर्दै जान मन लाग्ने हुन्छ कि कुनै नबसौँ यार भनेर गेटबाट छिर्सक्यो छिर्से हुन्छ छ्या भनेर निस्किहाल्छौँ नि त। होइन तर भाइबले पनि असर गर्दो रहेछ नि त अब जस्तै काहीँ गयो यार त्यो जतिसुकै राम्रो फुड भए पनि एउटा हस्पिटालिटी राम्रो भए पनि त्यो एउटा हस्पिटालिटी भए पनि त्यो भाइब छैन भने त्यहाँ बस्नै मन लाग्दैन कि खास आजकल जेनेरेसन पुरै भाइबमै चल्ने हो नि त। भाइब पहिला भयो पो पोलिटिक्सतिर यहाँ ऊ भनेर जहाँ नि बसिन्थ्यो, तर आजकल भने भाइब इम्पोर्टेन्ट भयो नि त। हामी भाइबमा धेरै चलिरहेको छ नि भाइबको कुरालाई ध्यानमा राखेर चाहिँ हामीले यो खोलेका हो क्या के अरे हाम्रो अफ द स्क्रिप्ट हो त्यो त्यसमा चाहिँ हुने चाहिँ जस्ट भाइब हो। हाम्रोमा भनेको तपाईँहरूले लाइक फर भाइब होइन एजुकेसनल पनि हुनसक्छ तर भाइब चाहिँ राम्रो हुन्छ। भाइब चाहिँ राम्रो हुन्छ भाइबको चाहिँ ग्यारेन्टी दिन सक्छ होइन, अर्को चाहिँ भन्न सकिँदैन। अब्जेक्टिभै हाम्रो जो राम्रो बनोस्, इन्टरटेन गर्ने हल्का रिलेटेबल होस् न, कहिले इन्गेजिङ कन्टेन्ट होस् भन्ने हो नि त ब्रो। अब किनभने हेर्दै यार अब त्यो क्याफे छिर्नै मन नलागे जस्तो अनि भिडियो फेरि खोल्ने बित्तिकै हेर्नै मन लागेन भनेर स्किप नगरोस् भनेर चाहिँ हामीले त्यसैलाई अब कन्टेन्ट होइन अब त्यसलाई पनि प्लान गर्दैछौँ इम्प्रुभ गर्न भनौँ न एक हिसाबले। त्यो पनि अब बिस्तारै गरिँदैछ हामी गरिँदैछ। अब फर्स्ट स्टेप हामी लिँदैछौँ, फर्स्ट स्टेप चाहिँ लिइसकेको छ। अब त्यसपछि के हुन्छ हेरौँ, फर्स्ट स्टेप पछि के हुन्छ कसो हुन्छ त अब हेर्छौँ। फ्युचर हो, हामीले कहिले देखाएको हुँदैन, के हुन्छ कसो हुन्छ थाहा नै हुँदैन, तर प्लानिङ गर्न पाइयो के गर्छु कसो गर्छु होइन। केटाहरूमा प्लानिङ हुन्छ कहिले, केटाहरूमा कहिले प्लानिङ हुन्छ। अहिले पनि हामी सुट गर्ने भनेर आएको, खास प्लानिङ भन्दा पनि एउटा स्पेसिफिक ठाउँ चाहिँ थियो, तर त्यो चाहिँ पानी सानी परेर चाहिँ त्यति टाढा जान नसकेको हुनाले हामीले यो ठाउँ चाहिँ एउटा ऱ्यान्डमली भेट्यो। तर राम्रो छ ठाउँ, राम्रो छ भाइब, हामी भाइब खोजिरहेको छौँ। कलरहरू ठिक थियो कि थिएन खासमा, लाइटिङ ठिक थियो, अघि चेक गरेको थियो त हामीले, ठिक थियो त। अब खै कस्तो छ पनि थाहा छैन, अब जस ठिकै होला। अब हाम्रो देखिरह होला नि अनुहार त, तेरो चस्मा टल्किरहेछ कि त्यसमा छैन, हामी अघि सुट गर्दा त ठिकै थाहा थियो त, ठिकै थियो त, ठिकै छ राम्रै छ होला। अब खै के हो, अब अब सकेपछि थाहा हुन्छ हामीलाई, अब सकेपछि थाहा हुन्छ अब त्यो के हो। अब फेरि यो पनि रिटेक गर्नु पर्यो भने चाहिँ फेरि हुन्छ त्यो त अब के हुँदैन होला, होइन रिटेक गर्नु पर्यो पनि फेरि रिटेक गरौँला नि, के छ र गरि नै रहेछौँ, अब सुरु गरेपछि खत्तम गरिहाल्छ। तर अस्तिको चाहिँ चित्तै दुख्दो कुरा हो भने यत्रो 8 बजे गएको सेटअप गर्न होइन, प्लस चट्ट ल्यापटप माइक साइक बोकेर गइयो सेटअप गर्ने, कति 1.5-2 घन्टै लाग्यो नि, 1.5 घन्टा जति लाग्यो। फाइनली बल्ल रेडी भइसक्यो, बल्ल हामी कति टेक्निकल डिफिकल्टी आएको थियो होइन, बल्ल ट्याकल गरेर गरेछौँ, तर लास्टमा रेकर्ड पनि भयो, रेकर्डमा सब भयो। तर यस्तो के भन्छ त्यो, तर अडियो सफ्टवेयरले हस्पिटलमा त्यो हार्टबिट देखाउने पल्स वाला यस्तो लाइनहरू हुन्छ नि, त्यो चाहिँ सब यस्तो फ्लुएन्टली यस्तो अप एन्ड डाउन फ्लक्चुएसन देखाइरहेको थियो होइन। ल है रेकर्ड भयो भनेर घन्टा बोल्यो होइन, त्यही हामीले के गरे जस्तो लाग्थ्यो। अनि है पछि एडिटिङ गर्दा बस्दा चाहिँ एकदम धोकाइ पायो नि, त्यही भने गर्यो भनेर चट्ट घर गएर रातिको 1 बजे हेर्नु, हामी त्यहाँ पुरै गर्यो भनेर गएको थियौँ, अडियो खोलेको त्यो एफएम बिग्रिँदा त्यो कस्तो साउन्ड आउँछ नि, त्यो माथि एन्टिना यस्तो गरेपछि राम्रो साउन्ड आउँछ नि, त्यस्तै भएको थियो, त्यो झिर भएको थियो। सो 1 घन्टा त्यतिखेर चाहिँ कस्तो 1 घन्टा वेस्टै एकछिन त वेस्ट गएको भन्न मिल्दैन नि त, प्र्याक्टिस जस्तो भयो, हामीले केही सिक्यो। फेरि चित्त नबुझ्दो भन्दा पनि नराम्रो कुरा के हो भन्दाखेरि हामी त्यो एउटा क्याफेमा चाहिँ हामी गएको थियौँ, त्यो दाइले हाम्रो निम्ति 10-11 बजीसम्म पनि क्याफे खोलिदिनु भयो होइन। अनि भिडियो चाहिँ सक्सेसफुल भएन क्या, फेरि त्यो दाइले धेरै हेल्प गरिदिनु भयो एकदमै। साउट आउट टु चाङ्गु रेस्टुरेन्ट है, साउट आउट टु चाङ्गु रेस्टुरेन्ट, चाङ्गु नारायणमा। तपाईँ चाङ्गु नारायण जानुहुन्छ त्यो एकदम चेकआउट गर्नु होला। चाङ्गु नारायण फेरि ऊ होइन त, वान अफ द के अरे वान अफ द वर्ल्ड हेरिटेज साइट, नेपालमा 8 हो कि 10वटा छन् खास, खै त अब हेर्नै पर्छ। हेरिटेज साइटमा यो चाङ्गु नारायण भक्तपुरमा एउटा हिस्टोरिक प्लेस हो होइन, भिजिट गर्नु होला। हाम्रो ब्रोको त्यहाँ चाङ्गु रेस्टुरेन्ट भन्ने चाहिँ एउटा क्याफे रेस्टुरेन्ट टाइप चाहिँ राम्रो छ, हामी फुडहरु चेकआउट गर्नु होला। एकदमै त्यहाँको दाइले हामीले एकदम हेल्प गरिदिनु भएको थियो, एकदमै हेल्प त्यो भयो। एपिसोड तर स्याडली हामीले अपलोड गर्न सकेनौँ, भएनौँ। तर कुनै दिन फेरि त्यहाँ जाउँला, कुनै दिन फेरि हामी जाउँला, किनभने दाइले चाहिँ त्यहाँ जस ओपनली इन्भाइट गर्नु भएको थियो र त्यहाँ फुडहरु पनि एकदम राम्रो छ, हस्पिटालिटी एकदम राम्रो छ। भन्न पर्दैन, मलाई लास्ट राम्रो लाग्थ्यो त्यहाँको, अरु भन्दा त्यहाँबाट भ्यूहरु चाहिँ एकदम राम्रो छ, तर फुड चाहिँ राम्रो थियो। त्यहाँ एकचोटि चेकआउट गर्नु होला, चेकआउट प्लिज, त्यो चाहिँ एउटा भिजिट गर्नुपर्ने ठाउँ हो। तर
बवाल थियो भ्यू त है राति। भ्यू त दामी थियो। अनि चट्ट लाइटहरू सब मिलाएर गरेको, लास्टमा भिडियो रेकर्ड भएर हिँड्छ। त्यतिखेर चाहिँ निन्द्रै लागेन भने त्यो दिन त, त्यो रात त। त्यो रात त सुत्नै सकेन हामी। अनि भोलिपल्ट अनि फेरि त्यो क्यान्सल भयो, भोलिपल्ट गरौँ भन्दाखेरि फेरि टाइम नमिलेर चाहिँ टाइम आज नमिल्यो 2 घरमा। दिनपछि बल्ल यो हुँदैछ। सो अब यो एडिट सेडिट गर्दा 1-2 दिन लाग्छ, त्यसपछि अपलोड भइहाल्छ। अपलोड भइहाल्छ। जे होस् हाम्रो त्यहाँ दाइको भिजिट गर्नु होला चाङ्गु नारायणमा है, एकदमै एकदमै हेल्पफुल। historic place। त्यही हामी पनि अभियान friendly- सुरु गर्नुपर्छ क्या अब एउटा हजुर। भिजिट के अरे भिजिट नेपाल भनेर आएको थियो नि भिजिट अस्ति नै। नेपाल हामी गर्न सक्छौँ। गर्न सक्छौँ, रेस्टुरेन्टमा गएर स्मल यसो स्टेप्स बुझेर। लिने हो नि त, हामी लाइक लोकल बिजनेसहरूले सपोर्ट गरौँ। सपोर्ट गर्नु पर्यो। अहिले हाम्रो बालेन्द्र शाहले गरे जस्तो प्राइम मिनिस्टर हाम्रो जुन लोकल स्पेसियालिटीहरू अहिले होइन तर ब्रो हाम्रो टुरिज्ममा धेरै पोटेन्सियल छ नि हाम्रो, एकदमै यसलाई हामीले प्रमोट गर्न सक्यो होइन, यस्तो क्याम्पेनहरू अर्गनाइज गर्दै गयो भने चाहिँ एकदमै राम्रो हुन्छ। सकिन्छ। भिजिट चाङ्गु नारायण भनेर सुरु गरिदिने हो क्या अब एउटा। गरिदिउँ भिजिट चाङ्गु किनभने नारायण भने चाङ्गु भिजिट नारायण भक्तपुर गरौँ न। चाहिँ त्यो हाम्रो मल्ल के राजा भनेको थियो अरे त्यो दाइले? के थियो बिर्स्यो मैले। महादेव मानदेव ए मानदेव राजाले चाहिँ त्यो ठाउँमा इनोग्रेसन र बनाउनु भएको। त्यो ठाउँमा उसले उ गरे के भन्छ त्यसलाई, उसले राज गरेको अरे क्या त्यो ठाउँमा खै कति 100 वर्ष अगाडि। सो त्यतिखेर हामीले सोसियल स्टडिजहरुमा पढ्थ्यो नि 7-8 क्लासमा। तर त्यो This कसलाई याद dynasty, होला अहिले चाहिँ। मल्ल डाइनेस्टी एन्ड लिच्छवी डाइनेस्टी अहिले त सबभन्दा धेरै याद भएको भन्दा राणा डाइनेस्टी र मल्ल डाइनेस्टी हो। मानदेव डाइनेस्टीले चाहिँ त्यहाँ पहिला रुल गर्थ्यो अनि पछि त्यहाँको इन्फ्रास्ट्रक्चर लस्टर राम्रो छ है त्यहाँको। एकदमै राम्रो छ एकदम राम्रो लाग्यो त्यो ठाउँ। म त्यहाँ गइरहेको हुन्छु टाइम टाइममा। त माथिसम्म गएको छ कि छैन? छ माथिसम्म गएको। अनि त्यहाँको चाङ्गु नारायणबाट डाइभर्ट भएर त्यो माथितिर गयो भने फेरि अर्को डाँडा आउँछ त। सर चाङ्गु नारायण भन्ने यस्तो बवाल ठाउँमा छ नि तपाईँको यो काठमाडौँ भ्यालीको ठ्याक्क बिचमा जस्तो छ क्या। हुन चाहिँ काठमाडौँ बोर्डर र भक्तपुर बोर्डरकै अलिअलि बिचतिर छ भनौँ न, तर एकदम ब्युटिफुल छ प्लेस है। ब्युटिफुल एकदम छ, भ्यू राम्रो छ। चाङ्गु नारायण मात्र नभइकन हरेक कुरा ठाउँ घुम्नुपर्छ नि। अब देशै सुन्दरताले भरेको देश छ। जेन्जी हौँ हामी घुम्छौँ। हामी जेन्जी हो, आफ्नो अनि देश तपाईँलाई अपडेट चाहिँ गर्छौँ होइन, हामी कहाँ कहाँ गएको छ तपाईँलाई अनेस्ट रिभ्यू चाहिँ दिन्छौँ है हामी। अनेस्ट रिभ्यू। We are the rawest. यसको पनि रिभ्यू आउँछ लास्टमा। We are the rawest रयस्ट भन्ने वर्ड पनि हुन्छ। त्यस्तो वर्ड पनि हुन्छ नि। अब हामीले बनायो रयस्ट एन्ड अनफिल्टर्ड। ल सो बाहिर पानी पर्यो, अब यहाँ बत्ती सत्तीको गयो भने यो पनि फेरि रिटेक गर्नुपर्ने हुन्छ। सो बत्ती जाँदैन होला। बी पोजिटिभ यार, बी पोजिटिभ। भिजिट नेपाल क्याम्पेन चाहिँ हामीले सुरु गरेका छौँ अब है, अब बिस्तारै। भिजिट नेपाल कि भिजिट अल नेपाल? सो भिजिट अल नेपाल क्याम्पेन चाहिँ स्टार्ट भइसक्यो। अब सबैले सपोर्ट गरिदिनु पर्यो घुमघाम टुरिज्म। किनभने अहिले ब्रो टुरिज्म पढ्नेलाई पनि धेरै फाइदा छ नि। टुरिज्मले कम गाउँछ, फरेन इन्भेस्टरहरू ल्याउँछ, देश विकास हुन्छ, इकोनोमी राम्रो हुन्छ नि त। इकोनोमी टुरिज्म त्यो के भन्छ नि, होटल म्यानेजमेन्ट र टुरिज्मको चाहिँ एकदमै राम्रो छ है इन टर्म्स अफ नेपाली टुरिज्ममा। अहिले साँच्चै भन्नुपर्दा नेपालको लाइक 99 स्पट जम्प गरेको थियो भन्थ्यो त उसमा, न्यू स्टार्टअपहरू खोलेकोमा। र त्यो इकोसिस्टम इकोसिस्टम हुन्छ त, त्यो इम्प्रुभ चाहिँ हाम्रो धेरै ड्रास्टिक भएको थियो भन्थ्यो। अस्ति न्युज 96% जति इम्प्रुभ भएको छ। 96%। सो त्यो चाहिँ एकदम राम्रो कुरा छ है। अब यहीँ त्यो केही गर्न सक्यो भने चाहिँ एकदम राम्रो। तर हामीले +2मा हामीले पनि बरु टुरिज्महरू पढायो भए हामीले त्यसमा केही गर्न सकिन्थ्यो कि है। तर +2मा त हामी पढ्न मात्रै गएको थियौँ नि त। हामीले लाइक +2मा भने हामीले डिग्री मात्रै पाउनलाई गरौँ भन्ने गरे हो क्या खासमा। हाम्रो त्यही त थियो। हाम्रो होइन तेरो त मेरो त्यही सबै गर्छ। मेरो चाहिँ त्यस्तो होइन, म चाहिँ पढ्नै भनेर गएको। त्यो चाहिँ अब त्यस्तै छ। हामी चाहिँ सुरुमा म चाहिँ सधैँ फर्स्ट बेन्चमा बस्थेँ। फर्स्ट बेन्च हल्ला गर्दै बस्थ्यो फर्स्ट बेन्चमा बसेर। किन फर्स्ट बेन्च बस्यो भन्दैन फेरि, हल्ला गर्न यहाँ गर्न हल्ला गर्यो त्यहाँ कसैले केही भन्दैन नमिल्ने गरी, कसैले केही भन्न नगर। फिक्स्ड क्या फर्स्ट प्लेस चाहिँ फिक्स। तर गाली चाहिँ तन्ने खाँदैन यिनीहरूले होइन। तर होइन त्यतिखेर पनि अब त्यो स्कुलहरू पढ्ने बेला पनि त्यो पनि एउटा रमाइलो पार्ट हो नि त ब्रो। त्यो पनि एउटा गर्नुपर्छ त्यस्तो। अब कलेजमा गएर रमाइलो गरेन भने त कलेजको मजा आउँदैन। कलेजको मेमोरी त हुनु पर्यो नि पछि बच्चाहरूले सुनाउनलाई। साँच्ची यो हामी चाहिँ +2 देखिको साथी हो। हामीले +2 सँगै पढ्छ। तर +2 चाहिँ लास्टै छिटो सक्यो भने है 2 वर्ष कति चाँडो बिटे जस्तो भयो क्या। 2 वर्ष हामीले अब 11मा सुरुमा आउँदा चाहिँ कहिले बित्ला भएको थियो। 12मा पुग्ने त चाँडै सक्यो होइन। तर सबैभन्दा रमाइलो पनि त्यही +2 कै फेज लाग्छ हो मलाई चाहिँ। किनभने सर्टेज भयो अनि कोर मेमोरी बन्छ नि त्यसमा। अनि त्यसबाट +2 पछि त होइन सबजना कहाँ बाहिर जाने कहाँ के हुने। त्यही भएन होइन। हाम्रो कतिजना बाहिर गयो है अहिलेसम्म हाम्रो उसको
याद भएसम्म एउटा गयो होला 2 3 4 जस हाम्रो आधी क्लास जति भइसक्यो आधी क्लास गइसक्यो है। आधी क्लास बाहिर तर भइसक्यो हामी गएको छैनौँ। हामीले चाहिँ यहीँ हाम्रो अब अघि भनेको कुरा क्याम्पेन यहाँ सुरु गर्दैछौँ हामी। अब सपोर्ट गरिदिन आइदिनु पर्छ सबजना। अब हामी गर्छौँ अब हामी गर्छौँ। अब हामी चाहिँ हामी आफ्नै नै देशमा गर्छौँ बसेर हामी नै फ्युचर हो नि त त्यही हामी अँ, गर्नु परिहाल्यो अब गर्नु पर्यो। सबजना विदेश गर्ने नेपाल कसले कमाउँछ यस सही कुरो हो। नेपालको यो टुरिज्म ब्रेन ड्रेन भन्ने कुरा चाहिँ ब्रेन ड्रेन भन्ने कुरा यसले चाहिँ चाहिँ हाम्रो युथको पोटेन्सियललाई चाहिँ एकदमै अर्कै ठाउँमा युज भइरहेछ क्या ब्रो। अब लाइक अब किनभने स्किल त्यो म्यान पावर सब बाहिर गयो नि त त्यत्रो पढ्यो यार, त्यत्रो स्किल डेभलप गर्यो अनि त्यो अनि स्किल सब चाहिँ बाहिर अरूको गएर विदेश इकोनोमीको देश लागि युज भइरहेछ। विदेश डेभलप भइरहेछ तर हाम्रो विदेश कन्ट्री के डेभलप छ भइरहेछ। जस्तो तर यसमा भन्न पर्दा नि पहिलाको गभर्मेन्ट पनि उस्तै थियो नि त त्यही अपर्च्युनिटी केही थिएन अपर्च्युनिटी केही नभए त्यो स्किल मान्छेहरू किन यता बस्छ नि त अहिले चाहिँ अपर्च्युनिटी छ। अहिले चाहिँ बन्दैछ भनौँ न बिस्तारै बन्दैछ त पहिलाको हो त भन्दा भन्ने मात्रै हो यार, सजिलो पनि छैन। अब यहाँ बस्ने हो भने त अब अब 50 60 वर्षसम्म त्यस्तै थियो भने अब 1 2 वर्षमा त कसरी बन्ला क्या त्यसको त्यो टाइम त पनि हुन्छ, दिनुपर्छ हामीले आश गर्ने मात्रै हो नि जनताले। अब अहिले त चाहिँ- हरेक घरको एउटा न एउटा मान्छे विदेश गएको छ। मेरै घरबाट पनि एकजना विदेश जानु भएको छ, मेरै घरमा त्यसको घरबाट विदेश जानु भएको छ, हाम्रो त क्यामेराम्यानको घरको मान्छे पनि विदेश जानु भएको छ। त्यो चाहिँ अब हरेक लास्टै यो त ठुलै इस्यु भयो त यार एउटा इकोनोमीलाई। हरेक फ्यामिलीबाट एकजना विदेश गएको छ सो अबको सरकारले चाहिँ यो कुरालाई अब खै कसरी मध्यनजर गरेर के काम गर्ने हो, अब आफ्नै प्लान बनाएर अब के गर्ने हो थाहा छैन। तर गर्छन् होला यसलाई चाहिँ किनभने सकेसम्म रोक्नु पर्यो यार। अहिलेको गभर्मेन्टको त्यो प्रोस्पेक्टमा हेरेन त्यो फरेन इम्प्लोइमेन्ट भएर कम त होइन जस नेपालमा धेरै किनभने अपर्च्युनिटी यो अब एकैचोटि दिने भन्ने हो पुरै हटाउन त सकिँदैन, तर यसलाई यो त हटाउन मिनिमाइज गर्न सक्दै सकिन्छ नि त। मिनिमाइज चाहिँ गर्न सकियो। सकिन्छ अब यहाँ केही अपर्च्युनिटिजहरू यसो सरकारले दिन सक्यो भने अफकोर्स यहीँ बसिहाल्छन् मान्छे यार। किनभने बाहिरै अब गएर पनि फेसिलिटी काम भयो भने त यतै अफकोर्स यतै बस्छ नि अफकोर्स मात्र यतै पुलिस बस्छन्। गरेर हामी को फेसिलिटी बाहिर नभए पनि बसि नै रहेछौँ त। अब फेसिलिटी भयो भने त झनै अनि बस्छौँ हामी। नेपालमा भनेको कुरा हो पिपलहरू धेरै युनाइटेड छन् क्या काहीँ हेर्नुहोस् होइन अस्तिको पब्जी वर्ल्ड कप पनि हेर्नुहोस् त्यसमा स्ट्रिमरहरूको हेर्नु ल पहिला स्ट्रिम म चाहिँ गर्दाखेरि हेर्दिनँ हौ त्यसमा पब्जीको वर्ल्ड कपहरू चाहिँ। अनि त्यो यतिकै स्ट्रिम गर्दा कति 6K 4K मा जान्थ्यो होइन अनि अस्ति त्यो वर्ल्ड कपमा जाँदा नेपाल देखियो होइन तर नेपाल जितेको नेसन रहेछ देखियो नि त भने होइन? चाहिँ सिधै कति 100K 200K सम्म त्यो भ्युअर्स जितेको गएको हो कि थियो खै के हो भनेर CR7हरूले 1 हो, करोड कति CR7 पैसा पाएको थियो नि, त्यो के जितेकै हो कि के हो? जितेको होइन 8 प्लेस हो ए पार्टिसिपेट गरेको पैसा दिन्छ कि क्या हो त्यो? अब EWC मा दिइहाल्छ नि पार्टिसिपेट गरेको ए वर्ल्ड कप पार्टिसिपेट गरेकोमा पनि पैसा दिन्छ? तर हामीले लाइक पोजिसन पायो भने त हामी 8 प्लेस पाउँछ के त्यसमा आउट अफ कति टिममा चाहिँ 8 प्लेस हो? आई थिङ्क अराउन्ड 20 आई एम नट श्योर है तर धेरै टिमहरू होइन जे होस्, तर स्पोर्ट्समा पनि एकदमै प्रगति भइरहेछ नि यार अहिले। तर अस्ति नै CR7 हो र जानुभएको थियो हाम्रो त्यो स्पोर्ट्स र के भन्छ मिनिस्ट्रीमा कुरा गर्न लाइक कस्तो स्पोर्ट्स के त्यो मिनिस्ट्री छ त ए पार्लियामेन्टमा पार्लियामेन्टमा जानुभएको थियो अनि के कुरा गर्नुभएको थियो त्यो मैले खासै बुझेन मैले हेरेन क्या अरे यो पछि हेरौँला के कुरा भएको थियो त्यसमा खास? अब हाम्रो त्यो ENC मा छ त पब्जी र कुन चाहिँ अर्को गेममा होइन गेमको त्यो स्पोर्ट टिम छ त हाम्रो नेपालमै दुईटा अर्गनाइजेसन भएर होइन क्लास भएर त्यहाँको त्यो स्पटै भयो क्या हाम्रो ए दुईटा नेपाली आफै भिडेको कि के? दुईटा नेपाली अर्गनाइजेसन होइन आफै भिडेर त्यो स्पटै भयो क्या हाम्रो अर्गनाइजेसन भन्नाले स्पोर्ट्स टिम नै स्पोर्ट्स टिमलाई डिस्क्वालिफाई भयो क्या कस्तो एउटै देशबाट एउटा मात्र टिम जानुपर्ने कि कस्तो खासमा? एउटा को जाने भनेरै झगडा भयो क्या? अहिले हाम्रै दुईटा नेपालकै दुईटा अर्गनाइजेसन छ त एन्फा र अरू कुन थियो एन्फा र SA समथिङ जो अर्गनाइजेसन छ त्यो दुईटा क्लास भएर क्या तिनीहरूको त्यो कुरा नमिलेर अनि हाम्रो गभर्मेन्टले खासै केही गर्दैन होला सायद अनि त्यो कारणले दुईटा टिम जान पाएन हाम्रो नेपाल रिप्रेजेन्ट गर्न जानु लाग्थ्यो तिनीहरू ENC मा सो तर स्पोर्ट्समा पनि हुन त क्रिकेटमा चाहिँ प्रगति भइरहेछ। क्रिकेटमा चाहिँ एकदमै राम्रो छ अहिले। क्रिकेटमा फ्युचर देखिरहेको छु मैले चाहिँ। अब तर एउटै स्पोर्टमा त धेरै भयो नि त डेभलप हुनु गाह्रो हुन्छ नि त अब त्यस्तै छ। अब क्रिकेटमा राम्रो छ प्रगति भइरहेछ प्लेयरहरू टिमहरू अब वर्ल्ड कप छिर्न थालेको छ केटाहरूले होइन। अब त्यसरी नै पर्फर्मेन्स इम्प्रुभ हुने त हो नि। अनि हाम्रो एउटा प्लेयर पनि कति वर्ल्डमै नम्बर 2 हो कति भन्थ्यो त यो चाहिँ हो नि त, यो गर्वको विषय हो नि त। अब यो हाम्रो जस्ट रेकग्नाइजेसन चाहिँ पाइरहेको क्रिकेटमा रिकग्नाइजेसन पाइरहेछ, फाइनेन्सियली पनि राम्रै छ प्लेयरहरूलाई, प्लस सपोर्ट छ। क्रिकेटमा त धेरै माथि पुगिसक्यो क्रिकेटको लेभल चाहिँ। तर हाम्रो फुटबलको चाहिँ एकदमै ब्याड सिचुएसन ब्याड न्युज है रिसेन्टली हाम्रो के अरे
फुटबलको उसको एउटा हाम्रै कन्ट्री रिप्रेजेन्ट गर्ने त्यो इभोरियन हो कि कहाँको देशको एउटा प्लेयरलाई 12 वर्ष खेला त्यो त नेसनल टिमबाट नेसनल टिमबाट नेसनल टिम होइन क्लब होला डिभिजन क्लब होला त्यही 12 वर्ष खेला थियो तर उसलाई आफ्नै घर जानले चाहिँ पैसा पुगेको थिएन अनि हामीले ए त्यो भाइरल भएको वाला भिडियो सपोर्ट गर्नु परेको थियो अनि आई वान्ट टु गो होम वाला हेल्प मी वाला अनि अर्को भाइरल त्यो भिडियो हाम्रो त्यो स्टार प्लेयर साम्बा साम उहाँको त्यो नी इन्जुरीलाई त्यो गर्दाखेरि पनि त्यही त त्यो चाहिँ खासमा त्यो खासमा चाहिँ स्याड लाग्यो नि त्यो टिमले खासमा कम्पेन्सेट गर्नुपर्ने पैसा चाहिँ नदिएको हो कि त्यस्तै समथिङ के भएको थियो होइन डोनेट त्यो सो त्यस्तै भएर पनि अब जस्तै नेपाली दाजुभाइ दिदीबहिनीहरूले जे डोनेट गरेर त्यो सक्सेसफुल्ली उठ्यो नि होइन कति लाख पैसा उठाएको थियो भनेर 70 होला सायद जे अब त्यस्तो छ अब प्लेयरहरूको स्थिति अब बाहिर गएर पनि मान्छेहरूलाई त्यस्तो सफिसियन्ट रहेनछ अब आखिर बाहिर गएर पनि नेपालीहरूकै हेल्प नै चाहिँदो रहेछ भनेपछि अब प्लस अब कन्ट्री नै विक भएर पनि होला अब पासपोर्ट स्ट्रङ छैन इकोनोमी त्यस्तै छ त्यो हिसाबले पनि हेपाइ खाएकै होला तर हाम्रो डेभलप त्यति भएन नि त त्यसरी डेभलप भएन अब पासपोर्ट स्ट्रङ भए चाहिँ अलिकति अब जस्तै यस्तो हो नि त ब्रो अब इकोनोमीको कुरा आइहाल्छ नि ब्रो जापानी इकोनोमी भन्ने कुरा चाहिँ तिम्रो जति राम्रो इकोनोमी भयो त्यति तिम्रो पासपोर्ट स्ट्रङ हुने हो जति पासपोर्ट तिम्रो स्ट्रङ हुने भयो वर्ल्डमा त्यति नै तिम्रो त्यो उसमा छैन युनाइटेड नेसनमा भेटो पावर भन्ने कुरा अनि त्यो भेटो पावर चाहिँ त्यो लिमिटेड कन्ट्रिजलाई मात्र छ नि त चाइना रसिया अमेरिका तिनीहरूलाई मात्र किन भन्दाखेरि तिनीहरू पावरफुल कन्ट्री हो नि त ब्रो तिनीहरूको पासपोर्ट स्ट्रङ छ तिनीहरूको इकोनोमी स्ट्रङ छ तिनीहरूले जो वर्ल्डमा इकोनोमी रुल गरिरहेछ नि त तिनीहरूले त्यही फरक त हो नि अब त्यही भएर त नेपाल अब चाहिँ जो डेभलपिङ कन्ट्री भएर हामीले 6-7 देखि अहिलेसम्मै डेभलपिङ कन्ट्री भनेरै पढिरह 6-7 भने कति पछाडि भयो हामी भन्दा पहिलाको 6-7हरूले पनि त्यही नै पढिरह सो कुनै न कुनै चाहिँ हामी डेभलपिङ कन्ट्री डेभलपिङको आइएनजी बाट इडी पुग्ला कि कुनै दिन डेभलप्ड पुग्ला कि हुन्छ होला यसपालि यो गभर्नमेन्टले के गर्ला कि अब पहिलाको भन्दा त धेरै राम्रो रिसेन्ट गभर्नमेन्ट चेन्ज भएको छ अब आश चाहिँ छ जनतालाई अब के देख्छौ तिमी यार त्यो सरकारको अहिले भन्न चाहिँ भन्छन् जेनजीको सरकार के भन्छ के लाग्छ सरकार राम्रै भइरहेछ भन्न सकिन्छ यस मान्छेहरूको कुरा धेरै सुनिरहेछ पहिला भन्दा मान्छेहरूको कुरा चाहिँ धेरै सुनिरहेछन् अनि लाइक त्यही हिसाबले फलो थ्रु पनि भइरहेछ हाम्रो सुदन गुरुङ सरले गरिरहेछन् अहिले जहाँ धेरै खाँचो पर्यो आफै गएर हेर्नुहुन्छ अन साइड आफै गएर बुझ्नुहुन्छ कुरा अनि पछि कुनलाई प्रायोरिटाइज गर्ने त्यो भनिराख्नुहुन्छ तर यस्तो रिसेन्टली अब हाम्रो आन्दोलन नै कुरा गरौँ न अनि साँच्ची आन्दोलनमा यार त थिएस् कि थिएनस् त के थियो खास त्यतिखेर जाने भनेर त म बसेको थिएँ अनि नत्र कहाँ घरमै भन्दा नि घर छेउमा नि भइरहेको थियो नि त मेरो अनि त्यहाँ गएको थिएँ पुलिस स्टेसन अगाडि थिएँ म साँच्ची पुलिस स्टेसन अगाडि नगरपालिका पुलिस स्टेसन हाम्रो छेउछेउमै छ क्या अनि म र मेरो साथीहरू त्यसको छेउतिर तोडफोड मध्येकै थिएँ कि होइन म थिएन त्यो म त साइलाइनमा त हेरी मात्र रहेको थिएँ अनि त्यहाँ गयौँ अनि गएर एकदम गोली चल्न थाल्यो क्या त्यहाँ धामधुम चल्न थियो हामी भाग्यौँ क्या त्यहाँ वाइल्ड भएको थियो पुरै त्यो हाम्रो एरियाको नगरपालिका पनि जलाइदियो पुलिस स्टेसन त धाराधुरुम अनि त्यो पछि हामी आफै गएर सफा पनि गऱ्यौँ एकदम त्यो चाहिँ एकदमै ड्रब्याक हो त्यो चाहिँ एकदमै हुनु नपर्ने कुरा पनि भयो होइन त्यो पछि देखियो नि विरोध गर्न त पाउँछ होइन यो एउटा डेमोक्रेसी हो अब मलाई केही कुरा ठिक लाग्दैन भने मैले त्यसको अपोज गर्न पाउँछु तर त्यसको तरिका हुन्छ नि त यार ब्रो मलाई केही कुरा मन पर्दैन भने मैले त्यो कसरी त्यसलाई कुरा कसरी मलाई मन परेन किन मन परेन एउटा तरिका हुन्छ त भाइ यस्तो भनेर अब किनभने त्यो त भाइलेन्स नै भयो नि अब पुरै भाइलेन्स तोडफोड पब्लिक प्रपर्टीको विनाश भयो यार पब्लिक मात्र नभइकन त्यो बिचमा छेउछाउमा त्यो के भन्छ त्यो प्राइभेट इन्डस्ट्री प्राइभेट प्रपर्टी पनि ह्याम्पर भयो नि यार अब त्यत्रो के तोडफोड गर्दा हाम्रो यो सोरुमहरू होटल रेस्टुरेन्टहरू पनि झन् त्यसमा पनि ऊ भयो नि त अब त्यो चाहिँ डेमो अब जस्तै सरकारको त लस भयो त्यो प्राइभेट इन्डस्ट्रीहरू त्यो कति त्यसमा इन्स्योरेन्स क्लेम हुन्छ हुँदैन होइन नि इन्स्योरेन्स क्लेम हुन्छ हुँदैन कुरै होइन नि ड्यामेज त ड्यामेज नै हो नि नुकसान त नुकसान नै हो नुकसान त जसरी पनि हुन्छ अब किनभने ल अब त्यो बिचारा त्यो सोरुम खोलेर बस्ने मान्छे के नै थियो र यार अब कति ऋण थियो कि उसको त्यति ऋण थियो होला कसैले जस आफ्नो आमदामीलाई चेतना भन्ने कुरा चाहिँ हामी मानिसमा भएकै कुरा हो अब त्यसलाई
चलाउँ भन्ने त हो नि। अब त्यो चाहिँ मलाई तर एकदमै त्यो होइन, हल्का बुझेकै भए चाहिँ हुन्थ्यो त्यो मानिसहरू। चाहिँ मान्छेले बुझेको भए हुन्थ्यो। अनि भाटभटिनी भत्किरहेको थियो यार जहाँ पाइँदै। हाम्रो यो भक्तपुर र कहाँको मात्र सेफ थियो यार भाटभटिनी त। हाम्रो सेफ नि भन्नाले यहाँ पनि अलिअलि तोडफोड त अलिअलि भयो, तर तोडफोड भयो, त्यस्तो तर त्यति ड्यामेज साह्रो चाहिँ भएन। भएन। हाम्रो यो एउटा बौद्धको कोटेश्वरको त अति नै भयो कोटेश्वरको त नि। त्यहाँ त चोरे थियो सबै, एकदमै त्यो चाहिँ हेटौडाको नि अति नै स्वाहा नराम्रो कुरा पारेर है। तर भाटभटिनीले के राम्रो कुरो गर्यो भन्दाखेरि त्यो भत्किसकेर कमिटेड पनि भयो। यार सर्ट टाइममा फेरि रिनोभेट हानिदिइहाल्यो नि। रिनोभेट हानिदिइहाल्यो, सो हामीलाई कमिटेड त्यो भयो चाहिँ हाम्रो एकदम देशको राम्रो कुरा लागि। हो, किनभने भाटभटिनीले यार धेरैको घर धानेछ नि। अलमोस्ट धेरैजनालाई जागिर दिएछ, इन्कम सोर्सै भएको थियो नि कतिको लागि। सो त्यो चाहिँ एकदम राम्रो कुरा हो। फेरि अन अपरेसन आयो नि त, राम्रै भयो। छिटै काम भएको थियो। त्यो अस्ति न म कहिले हो जाँदाखेरि बौद्धको त कालै भइसक्यो त्यो जलेरै। त्यो 2 दिनपछि पनि जलिरहेको थियो क्या छेउछेउमा चाहिँ। 2 दिनपछि सो त्यतिखेर पनि फायर ब्रिगेडहरू आएर के पानी सानी हालेर निभाइरहेको थियो। सो यस्तो छ देशको धेरै हालत तोडफोड चाहिँ। भयो। सो अब हामी हामीले हल्का जनता बुझेर जनता गर्नुपर्ने थियो, तर मबहरूमा अब कसैले हल्का इन्ट्रेस्ट गरिदियो भने त गइयो, सो त्यस्तो चाहिँ नगर्नुपर्ने थियो। यो चाहिँ हामीले सबै रिस रागलाई त्यागेर होइन, जस हामी असल त्यो पार्लियामेन्ट ऊ भइसकेपछि चाहिँ असल रोक्नु के पर्ने भन्छ थियो। त्यसलाई, असल तरिकाले केही काम गरेको भए यस्तो हुन्थेन कि सायद, तर अर्कै तरिकाले काम चल्थ्यो कि। सो अब यो भइसकेको कुरा हो, अब रिग्रेट गरेर के नै रिग्रेट हुन्छ। गरेर अब काम छैन। अब यो घाटा चाहिँ अब जे गरे नि जनतैलाई भयो। सो सरकार रिनोभेट भनेकै गर्न पनि जनताको टाइम हो। लाग्यो। अहिले डेमोक्रेसी भनेकै त्यही त हो नि, फर पिपल बाई पिपल फर पिपल टु people. पिपल विथ पिपल एभ्रिथिङ पिपल। तर पिपलकै घाटा भयो, पिपलको घाटा भनेपछि अभियसली People ले सरकारकै नि घाटा भयो। अब त्यो फेरि अब जहाँ त्यो जुन लेभलमा अब त्यो झऱ्यो, अब फेरि राइज हुन त गाह्रै पर्छ नि त सुरुमा। त्यो अब बिस्तारै भइहाल्छ नि। बिस्तारै अब त्यसको लागि चाहिँ टाइम दिनुपर्छ जस्तो लाग्छ मलाई चाहिँ। टाइम त दिन परिहाल्यो नि अब bro। अब त्यत्रो भएको छन्, त्यत्रो फुटेका छन्, अब त्यो बनाउँदा त अब टाइम त अभियसली लाग्छ। टाइम लाग्छ, टाइम दिउँ है। अब जस्तै तर like रिसेन्टलीको कन्ट्रोभर्सिजहरू हेर्दा अब चाहिँ मलाई रिसेन्टली भन्नुपर्छ धेरै नै इम्प्रुभ भएको, धेरै जस्तो ठाउँ बनि पनि सक्यो, धेरै जस्तो पुलिस स्टेसन राम्रो अप एन्ड रनिङ पनि भइसक्यो अहिले त। त्यही भने रिसेन्टली चाहिँ अब जस्तै नयाँ सरकार आएपछि धेरै क्रिटिसिजम निस्किरहेको छ नि त, यस्तो भएन, criticism अब- काम देखिएन यार। आएको 6 महिना त कति 6 महिना भयो, बढी नै भइसक्यो, 9 महिना जति भयो होला। छिटै। अब यार त्यत्रो नोक्सान भएको छ, अब एकैचोटि त सबै कुरा बन्दैन नि त। अन्डर सो इयर त्यति भएको भने त राम्रै हुन्थ्यो। पहिला भयो धेरै टाइम लगाउँथ्यो। जुन चाहिँ हामी कसैको वादी प्रतिवादी केही होइन के अरे कसैको पक्ष We are just giving our opinion guys। हाम्रो ओपिनियन हो, तपाईँ डिसएग्री गर्न सक्नुहुन्छ। कमन सेन्सको विषय हो नि त। अब टाइम लाग्छ किनभने कोही कोही हुन्छन् अहिले नि गर्नुपर्ने उनी गर्नुपर्ने त हुँदैन, त्यो ननसेन्स कुरा हुन्थ्यो। अहिले त्यहाँ त्यत्रो किनभने पहिला त्यत्रो हुँदा हुँदा के पहिलाको बोलेको थिएन। सरकारमा होइन के कसले के भनेर हौ। तपाईँलाई त्यत्रो अहिले हेला गरेर राख्थ्यो, कसैले के भन्न सकेन। चाहिरहेको छ होइन, त्यो चाहिँ यो नेपाली मान्छेहरूको हल्का ड्रब्याक नै नेपाली मान्छेहरू याद गरेको छ छैन, एकदमै कम्पेयर टु वेस्टर्न चाहिँ एकदमै पछाडि छ यार कतिको। त्यो त भइहाल्छ नि, हाम्रो लागि धेरै ब्याकवर्ड पनि भयो नि त। पहिला गभर्मेन्ट हाम्रो लाइक नेपाली मान्छे फरवर्ड भएको त पहिला गभर्मेन्ट त्यति गर्दैन्थ्यो नि, त्यति साह्रो हेपेर त राख्दैन्थ्यो हामीलाई। त्यो पनि हो। अब हुन्छ, तर हामीले सोचेको हामीले गफ गरे जस्तो सजिलो पनि छैन। त्यो एउटा पोलिटिकल विषय त एकदमै पोलिटिकल के अप्रुभ पर्ने होला, कतिवटा मिटिङ बस्नु पर्ने होला, भास्ट कुरै हो होइन। प्लस स्ट्राटेजीहरू कति अप्नाउनु पर्ने होला। एक दुईजना होइन, त्यत्रो जेनरल मेम्बरै हुन्छ, सबसँग डिस्कस गरेर एउटा कन्क्लुजन निकाल्ने हो नि त। हामी यहाँ बसेर त जे नि गफ गर्न सक्छौँ, यहाँ हामीले भने जस्तो त हुन सक्दैन, भने जस्तो त हुँदैन नि। अब त्यहाँ त्यत्रो गफ त गर्न पायो नि त, गफ त गर्न पायो, हामी आफ्नो ओपिनियन दिन पायो, हामीले आफ्नो ओपिनियन पो दिएर हो त। त्यही यस्तो गर्नै पर्छ, यस्तो हुनै पर्छ त भने होइन। त्यही त यस ओपन छ, यति त हो नि, राम्रो होस् भन्ने हो सबैको होइन। किनभने मैले के भनेर राम्रो भइरह अन्त त्यो त राम्रै हो नि त। म त्यसमा क्रेडिट पनि लिन सक्दिनँ। त्यो चाहिँ चेतनाको विषय हो, त्यही चेतना अवेरनेस हो। जस यो कुरा भएर भन्न चाहन्छु कि तपाईँ नेपालीहरू हल्का पेसेन्ट हुनु पर्यो क्या, पेसेन्ट हुनु पर्यो, सचेत हुनु पर्यो। लाइक पेसेन्ट भयो भने फेरि एकदम त्यो जेसुकै गरोस् भने पेसेन्ट हुने होइन नि त। ठिक कुरा गरिरहेको छ त्यसमा पेसेन्ट हुनु पर्यो, गलत भएर चाहिँ आवाज उठाउनु पर्यो। जे नि गर्दा अब चुपचाप बस्यो त त्यो हुँदै भएन।
आउटकम आउन चाहिँ टाइम लाग्छ यो कुरा चाहिँ बुझ्नुपर्ने हो खासमा होइन बिगार्न समय लाग्दैन किनभने आज एक्जाम दिएको यार रिजल्ट त कति महिना वर्षपछि आउँछ त्यो कुरालाई चाहिँ मान्छेले वास्ता गर्दैनन् होइन तर अब झन् खुसी मनाउँछन् ब्रो झन् खुसी मनाउँछ रिजल्ट ढिला आयो सिधै भने कन्फ्युजन अब आज एक्जाम दियो भोलि रिजल्ट त कहाँ आउँछ त्यो एउटा प्रोसेस छ नि त त्यसमा प्रोसेस चेक गरौँ पहिला सबै कपी कलेक्ट हुन्छ त्यो एनइएमा जान्छ त्यहाँबाट डिस्ट्रिब्युट हुन्छ त्यहाँ चेक गर्छ त्यो कलेक्सन हुन्छ प्रोसेस छ नि त्यसमा अनि फेरि एकैचोटि चेक हुने पनि होइन प्रपरली चेक गर्नु पर्यो अब एकचोटि भारपुर चेक गरेर जो नि फेल्ने जो नि पास हुन सक्छ त्यस्तै हुन्छ ब्रो प्रोसेस छ हरेक कुराको होइन प्रक्रियालाई चाहिँ मध्यनजर गरेर अब ध्यान दिनुपर्ने कुरै हो अब के हो ध्यान दिनुपर्ने त्यही त हो नि अहिले झन् यार रिसेन्टली अब यो चाहिँ पेट्रोलहरूको भाउ बढेको देख्दा चाहिँ अचम्मै लाग्यो मलाई त झन् इभी नै छैन यार पेट्रोलै हो चल्ने तर अन्डरस्ट्यान्डेबल नै छैन है हाम्रो लाइक त्यो त्यत्रो प्रोडक्समा त्यति ड्याम त्यति लसमा गयो नि त त्यो हल्का रिकभर त गर्नु परिहाल्यो इकोनोमी त्यसरी चल्यो अब जस्तै त्यो चाहिँ के भयो भन्दाखेरि अब ब्रो हुनेले त अफोर्ड गरिहाल्छ जति अफोर्ड गरिहाल्छ नि त्यो अब नहुनेले त्यो गाह्रो खोज्दैन र जो मिडल छ मिडलमा पर्ने गाह्रो पर्ने भयो किनभने ब्रो मिडल क्लासमा अब जस्तै एउटा केही घटना होस् कसैको क्यान्सर होस् कसैको किडनी फेल होस् त त्यो घरमा एकदम गाह्रो पर्छ के हुन्छ सिस्टमै के हुन्छ नि पेचेक टु पेचेक हुन्छ कोही जान्छ नि ब्रो जिन्दगीभर कमाएर राखेको पैसा अब कसैको केही भइदियो भने त अब त्यहाँ लगाउनै पर्यो ज्यान त हेल्थ इम्पोर्टेन्ट छ अरूभन्दा हेल्थ इज भेरी इम्पोर्टेन्ट सो आज खाने कि भोलिलाई राख्ने भन्ने कुराकै कन्फ्युजनमै जिन्दगी बित्ने भयो हेल्थ पहिला बचाउनु भयो त्यसपछि फ्युचर प्लानिङ हुन्छ नि हो यो चाहिँ जो सेक्योर फ्युचर चाहिँ भएन नि त नेपालमा त्यही भएर मान्छे विदेश गइरहनु खासमा त्यो भन्नु पर्दा नेपालमा धेरै भोज हुन्छन् क्या भोजमा धेरै इन्भेस्टमेन्ट लाग्छ अब बाहिर नर्मली युरोप जस्तो कन्ट्रीहरूमा युरोपको तिम्रो डेनमार्क स्विजरल्यान्ड जस्तो देशमा अस्ट्रिया जस्तो देशमा के छ सिस्टम भन्दाखेरि जस म्याक्सिमम कन्ट्रीमा युरोपको म्याक्सिमम कन्ट्रीमा के छ सिस्टम भन्दाखेरि शिक्षा स्वास्थ्य र रोजगार चाहिँ सरकारद्वारा जनतालाई दिइन्छ क्या तर कुरा यो पनि हो नि त नेपाल अहिले त्यति साह्रो क्यापेसिटी छैन नि त क्यापेसिटी छैन भनेर अनि त्यही अल्झेर बस्न पनि मिल्दैन नि त अब जस्तै अब सुरुमै हामीलाई शिक्षा स्वास्थ्य सबै दिए भने त होइन नि त तर त्यो वान स्टेप एट अ टाइम स्टेप बाइ स्टेप गर्यो भने त सजिलै कुरा हो एकैचोटि गर्ने नि भएन अब किनभने मान्छेलाई टेन्सन नै त्यही त हो नि एजुकेसन एम्प्लोइमेन्ट र एउटा हेल्थ त हो नि अब जस्तै सरकारले हेल्थ फेसिलिटिज दिने भए होइन सबसे मेन भनेको त अब हेल्थ नै त हो हेल्थ नै हो नि हेल्थ पछि सेल्टर भयो सेल्टर पछि क्लोथ भयो क्लोथ पछि बल्ल एजुकेसन त्यही हो अब जस्तै हेल्थ सरकारले इम्प्लोइमेन्ट दियो होइन इम्प्लोइमेन्ट अपर्च्युनिटिज दियो त्यसपछि पहिलो मेन कुरा के हुन्छ भन्दाखेरि मान्छे क्वालिफाइडहरू विदेश जाँदैनन् होइन त्यो चाहिँ एउटा बिगेस्ट प्लस पोइन्ट हो सरकारको लागि एउटा देशको लागि जवानहरू विदेश जानु परेन उनीहरूले कमाइ यहीँ हुने भयो नेसनल करेन्सीमै चल्ने भयो फरेन करेन्सी आउनु परेन होइन फरेन करेन्सीको डोमिनेन्स भएन नि त हाम्रो इकोनोमीमा सो यहीँ काम पाइसकेपछि यहीँ कमाइ हुने भयो यहीँ सर्भाइभ गर्ने भयो मान्छेले बट अब त्यो रोजगार सृजना गर्न गाह्रो छ हुन त नेपालको कन्टेक्समा अहिले चाहिँ तर ग्रेजुअली काम गर्दै गयो भने चाहिँ सम्भव छ जस्तो लाग्छ मलाई चाहिँ अब जस्तै रोजगारको फेसिलिटी अनि हेल्थ कसैलाई केही भयो ल टेन्सन मान्छेले टेन्सन लिने किन भन्दाखेरि पैसा फ्युचरकै लागि त हो नि फ्युचर त हो अनि अर्को आज कमाएको किन भने भोलिको लागि राख्नै त हो नि ल आज मान्छे लास्टमा कमाउने भने पेटको लागि त हो पेटकै लागि भोलिकै लागि आफ्नै लागि त हो नि आफ्नै लागि त अब जस्तै भोलि आज कमाएर किन बचाउँछ भन्दाखेरि ल भोलि कसैलाई केही होला भोलि हेल्थमा केही होला त्यहीको लागि त बचाएर राख्ने हो नि अब जस्तै त्यही जिम्मै सरकारले लियो भने त जनताहरूलाई टेन्सन नै भएन नि ल भोलिपछि मलाई केही भयो भने मेरो सरकारले हेरिदिन्छ मलाई होइन मेरो हेल्थलाई केही भयो भने सरकारले हेरिदिइहाल्छ ल अनि पढाउने कुरा ल सरकारले यतिसम्मको त्यो एउटा छुट भन्छ नि के भन्छ त्यसलाई डिस्काउन्ट रिलिफ फेसिलिटी भनौँ न त्यति दियो भने ल यतिसम्म सरकारले पढाइदिने भन्ने एउटा सिस्टम भयो भने मान्छेलाई अब एजुकेसनमा यार लाखौँ लाख पैसा हाल्नु परेन नि त त्यो पैसा बरु सेभ गरेर अर्को इन्भेस्टमेन्ट गर्ला इन्भेस्टमेन्ट गरेर आएको पैसा प्रफिट एज अ प्रफिट त्यहाँबाट रेभेन्यू कमाउनु भयो रेभेन्यू कमाएपछि लिभिङ स्ट्यान्डर्ड इम्प्रुभ हुने भयो लिभिङ स्ट्यान्डर्ड इम्प्रुभ भएपछि अब अभियसली एउटा गुड एउटा सोसाइटीमा पनि राम्रै एउटा ऊ हुने भयो नि त अनि प्लस उसले कमाएको पैसाबाट सरकारले ट्याक्स दिन्छ त्यो चाहिँ अब नेसनल रेभेन्यू नै भयो रेभेन्यू चाहिँ अब जनताकै लागि त हो नि अब नेचुरल इन्फ्रास्ट्रक्चरहरू बन्ने
त्यही त हो नि, त्यो सर्कल चाहिँ सबै रिलेट गर्छ जनता र सरकारकै हो कि खासमा। तर कसरी चाहिँ सिस्टम चलिरहेको छ भन्ने कुरामा भर पर्छ। सिस्टम त अब बनिरहेछ अहिले। सो त्यही हो, अब जस्तै सरकारले नै सिस्टम मिलाइदिने हो भने त जनतालाई टेन्सन नै भएन नि, होइन? सो लाइक अब यस मान्छेहरू पेसेन्ट हुनु पऱ्यो क्या धेरै। मान्छेहरूलाई अति नै भएन। अहिले भन्दा पहिलाको सरकारले के गर्थ्यो भने हामी भट्टा दिन्छौँ यताउता गर्छौँ भनेर फकाउँथ्यौँ, अनि तिनीहरूलाई हल्का काइन्ड अफ सेक्युरिटी दिन्थ्यौँ। अनि त्यो जस्तै डेजर्टमा पानी पायो भने यही ठुलो भनेर गर्छौँ नि त। पहिलाको सरकार त्यसै गरे झुलाएर राखेर भएर यस्तो भयो अहिले कन्डिसन। त्यही हो नि त ब्रो, अब जस्तै मान्छेलाई के छ भन्दाखेरि सेक्युरिटी त हो नि, फ्युचर सेक्युरिटी हो। सो त्यही हो एउटा हाम्रो अहिले के टेक्निकल भन्दाखेरि हाम्रो एक्स्ट्रा 10 मिनट्सको क्लिप चाहिँ रेकर्ड खै के टेक्निकल डिफेक्टले गर्दा चाहिँ त्यो रेकर्ड भयो कि काट्यो कि खै के हो थाहा छैन, तर त्यो अब के भन्छ, अब त्यो कोल्याप्स भयो भनौँ। रेनफल एकदमै अति भइरहेछ, सो टेक्निकल डिफल्ट सकाउनै पर्छ जस्तो छ है अहिले, अलिकति नमिला जस्तो छ। अब त्यही कुरा के भइरहेको थियो है, अब र त्यही छ अहिलेलाई चाहिँ राखिदिउँ होला। अब कुनै गरौँला ल। अब हाम्रो अर्को अफ द स्क्रिप्ट कन्टेन्ट पनि हामी बिस्तारै निकाल्दै गर्छौँ। सो स्टे ट्युन, किप अन वेटिङ है। अब हामीले सोचिरहेका छौँ, अब त्यसलाई अलिकति काममा ल्याउन गाह्रो पर्ला, तर विल बी डुइङ होइन, विल बी कमिङ सुन भन्ने क्या, विल बी स्ट्रगलिङ टिल द एन्ड, जस्ट वेट टिल द एन्ड भन्ने क्या। अब त्यही छ है, ल थ्याङ्क यू फर वाचिङ सबैजना। अब त्यही हो, के भन्ने हो लास्टमा केही? अब लास्टमा के विद्या हाम्रो लागि टेक्निकल डिफल्ट भयो। ल त्यही हो, अब त्यो कस्तो इन्ट्रो पनि आयो होला, इन्ट्रो हामी इन्ट्रोडक्सन हाम्रो प्रोबेबली नट, खै अब इन्ट्रोडक्सन पनि गरेको थियो लास्ट, फेरि इन्ट्रोडक्सन चाहिँ लास्टमा गर्यो हामीले, खै यादै भएन गफमा। आएको छ भए ठिकै छ, तर आएको छैन भने आज चाहिँ हामी दुवैजना होस्ट हो, दुवैजना गेस्ट हो। सो यो चाहिँ निकेश हो, म चाहिँ फोन भइहालेँ। सो कोही हाम्रो नाम त सुन्न आएको होइन होला, त्यही पनि अब हामी आफ्नो नाम भनिदिएको। त्यही हो, अब अलिकति अहिले बाहिर पनि त्यस्तै, प्लस यो अलिकति सिस्टम गडबड भएर चाहिँ अलिकति अहिले एन्डै गर्नुपर्ने स्थिति आइसक्यो। अब त्यही भएर चाहिँ अब सकौँ होला है, ल हामी अब बिस्तारै आउँछ अरू कन्टेन्टहरू पनि, किप अन वेटिङ। ल अब यही छ, थ्याङ्क यू फर वाचिङ गाइस, नेक्स्ट एपिसोड गुड बाई। ल थ्याङ्क यू।